नेपालको राजनीतिमा यस्ता थोरै नाम छन् जो दशकौंसम्म सत्ताको केन्द्रमा रहिरहे र शेरबहादुर देउवा तीमध्ये एक प्रमुख नाम हो। नेपाली कांग्रेसका सभापति, 5 पटकका प्रधानमन्त्री। तर उहाँको यो लामो यात्रा के सफलताको कथा मात्रै हो वा राजनीतिक दाउपेचको एउटा परिणाम? आउनुस् उहाँको राजनीतिक जीवनका पानाहरू पल्टाएर हेरौं। यहीँनेर एउटा आधारभूत प्रश्न उठ्छ जसले उहाँको पुरै विरासतलाई परिभाषित गर्छ। के देउवाको 5 पटकको प्रधानमन्त्रीत्व उहाँको अद्वितीय राजनीतिक शक्तिको प्रमाण हो वा यो नेपालको अस्थिर राजनीतिको एउटा उपज मात्र थियो जहाँ उहाँ एक बाध्यताको विकल्प बन्नुभयो? हो, यही प्रश्नको उत्तर खोज्दै हामी उहाँको यात्रालाई निहाल्नेछौँ। कुनै पनि नेताको वर्तमान बुझ्न उसको विगतलाई हेर्नै पर्छ। देउवाको कथा पनि सिधै सत्ताको शिखरबाट होइन, बरु सडकको सङ्घर्षबाट सुरु हुन्छ। विद्यार्थी राजनीतिदेखि प्रजातन्त्रको लडाईँसम्मको त्यो यात्राले नै उहाँको राजनीतिक चरित्रको जग बसालेको थियो। सोच्नुहोस् त, सुदूरपश्चिमको डडेलधुराको एक सामान्य परिवारमा जन्मेका देउवाको राजनीतिक चेतना काठमाडौँको विद्यार्थी जीवनमा जाग्यो। त्यो पञ्चायतको कठोर समय थियो र उहाँले विद्यार्थी सङ्गठनलाई नै प्रजातन्त्रको आवाज बोल्ने एउटा बलियो माध्यम बनाउनुभयो। अनि बिस्तारै उहाँ त्यो व्यवस्था विरुद्धको सङ्घर्षको एक प्रमुख अनुहार बन्न पुग्नुभयो। प्रजातन्त्रको मूल्य कति हुन्छ? सायद देउवाले यसको जवाफ आफ्नो जीवनको 9 वर्ष जेलको कालकोठरीमा बिताएर दिनुभयो। यो कुनै सामान्य त्याग थिएन है। यही कठोर सङ्घर्षले उहाँलाई एक साधारण कार्यकर्ताबाट लोकतान्त्रिक आन्दोलनको एक प्रतिष्ठित योद्धाको रूपमा स्थापित गर्यो। जेल र आन्दोलनको त्यो कठिन यात्रापछि अब देउवाको जीवनको दोस्रो अध्याय सुरु हुन्छ। त्यो हो सङ्घर्षको मैदानबाट सिंहदरबारको शक्ति केन्द्रसम्मको यात्रा। र यहीँबाट सुरु हुन्छ उहाँको 5 पटकको प्रधानमन्त्रीत्वको त्यो असाधारण कथा, जसले नेपालको राजनीतिलाई दशकौंसम्म अल्लाइरह्यो। 5 पटक यो केवल एउटा सङ्ख्या होइन, यो नेपालको अस्थिर राजनीतिमा टिकिरहने र बारम्बार सत्ताको शिखरमा पुग्ने उहाँको अद्भुत क्षमताको प्रतीक हो। तर प्रश्न उठ्छ, यो कसरी सम्भव भयो? के यो उहाँको लोकप्रियता थियो वा राजनीतिक समीकरण मिलाउने उहाँको त्यो खास कला? अनि उहाँले जहिले पनि देशको सबैभन्दा कठिन समयमा सत्ता सम्हाल्नुभयो। चाहे त्यो माओवादी द्वन्द्वले थिलथिलो भएको देशमा शान्ति प्रक्रियालाई अघि बढाउने काम होस् वा संविधान बनाउनका लागि विभिन्न दलहरूलाई एकै ठाउँमा ल्याउने चुनौती, उहाँको काँधमा सधैँ राष्ट्रिय सङ्कट समाधान गर्ने यस्तै जटिल जिम्मेवारीहरू रहे। तर भनिन्छ नि, हरेक सिक्काको 2 पाटा हुन्छन्। सत्ताको शिखरमा पुगेका देउवाको यात्रा विवादरहित भने थिएन। उहाँका कैयौं